गुड इभिनिङ अल हजुरहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। फेरि पनि केही दिनको अन्तरालपछि नयाँ भिडियो नयाँ भ्लग लिएर हजुरहरूमा आएको छु। आज चाहिँ भने मेरो भ्लग एकदम अलिकति डिफ्रेन्ट छ, किनभने सधैँ बिहानदेखि भ्लग स्टार्ट गर्थेँ भने आज चाहिँ मैले हल्का बेलुका अहिले रातको लगभग 7 बजिसकेको छ। आज डेट भनेको चाहिँ 8 तारिक मार्च 2025 अनि बेलुकाको 7 बजिसकेको छ र मैले आज फर द फर्स्ट टाइम बेलुकाको टाइममा भ्लग स्टार्ट गरेको है। किनभने भ्लग स्टार्ट गर्नु एकदम इम्पोर्टेन्ट थियो मेरो लागि है। अनि त्यो इम्पोर्टेन्स के हो हजुरलाई म भ्लगमा स्टार्ट बताउने नै छु। त साथीहरू, यति साँझमा भ्लग लिनु किन इम्पोर्टेन्ट थियो भन्दाखेरि चाहिँ आज चाहिँ म मिरिक गएको थिएँ नि त है। र आज चाहिँ म मिरिक गएर म एकदम खुसी छु। एकदम आज मेरो मुड पनि एकदम दामी छ, एकदम ह्याप्पीवाला मुड छ। अनि म पनि एकदम खुसी छु किनभने आज चाहिँ मैले होइन नयाँ स्कुटी किनेको छु है गाइस। अनि यो स्कुटी आज नै किन किन्नु पर्यो त भन्दाखेरि चाहिँ भोलि चाहिँ मेरो वाइफको बर्थडे हो, मेरो वाइफ ग्याल्मुको बर्थडे हो। र चाहिँ यो स्कुटी चाहिँ खास त कुदाउने त मैले नै हो, तर पनि उसलाई भनेर किनिदिएको। अनि उसको लागि मैले आफ्नो बाइक बेचेर स्कुटी लिएको छु। अनि त्यसले गर्दाखेरि चाहिँ अहिले बेलुका ब्लग स्टार्ट गरेको। स्कुटी दोकानमा गएर दामसाम मिलाएर लिएर आउँदाखेरि रात परिहाल्यो नि त है। अनि त्यहाँनिर एकदम बिजी भएको कारणले गर्दाखेरि लिएकोहरू त्यहाँनिर स्कुटी किन्नु जाँदाकोहरू कुनै भ्लगहरू गर्नु पाइनँ है। अनि खासमा भन्नुहुन्छ भ्लग बनाउने खास इन्टेन्सन पनि थिएन होइन, तर पनि होइन यो रमाइलो पललाई क्याप्चर गरिराख्नु न भनेर चाहिँ भ्लग बनाएको। र आज चाहिँ मैले टिभिएसको एनटकको एक्सपी भन्ने मोडलको स्कुटीहरू लिएर आएको छु है। एकदम नयाँ मोडल हो है। एकदम राइड पनि गरेर आएँ, राइड एकदम मजा लाग्यो है। राम्रो रहेछ टिभिएसको एनटक स्कुटी। अनि गाइस, मैले यो स्कुटी चाहिँ मैले कहाँबाट लिएको भन्दाखेरि चाहिँ यो स्कुटी चाहिँ मिरिक मोटर्स जुन चाहिँ माथि बाइपासको छेउमा छ, अनि त्यहाँबाट चाहिँ लिएको है। अनि एकदम त्यहाँको जुन चाहिँ स्टाफहरू हुनुहुँदो रहेछ होइन, एकदम हम्बल, एकदम बिजनेस माइन्डेड भएको होइन, पोलाइटनेस, उनीहरूको हस्पिटालिटी चाहिँ एकदम मलाई मन पर्यो है। अनि त्यहाँबाट मैले स्कुटी ल्याएँ है। अनि चाबी यहाँ छ र हजुरलाई अहिले घरि चाहिँ म स्कुटी देखाउन सक्दिनँ किनभने बेलुका भएको छ। भोलि बिहान भएपछि चाहिँ म स्कुटी देखाउँछु। अनि यो स्कुटी चाहिँ भोलि चाहिँ मेरो ग्याल्मुको बर्थडे हो नि त, मेरो वाइफको बर्थडे हो। अनि उसकै लागि भनेर चाहिँ यो स्कुटी लिएको। अनि यो स्कुटी लिएको त उसलाई थाहा छ। खास मेन कुरा चाहिँ के भने चाहिँ मैले मेरो वाइफको लागि गिफ्ट पनि लिएको छु। भोलि बर्थडे हो नि त, भनेर बेलुका चाहिँ 12 बजी उठेर चाहिँ एकदम सरप्राइज दिने विचार गरेको छु। र चाहिँ म यहाँ कोठामा एक्लै आएर चाहिँ कोठामा कोही पनि छैन, म एक्लै आएर चाहिँ यहाँनिर म भिडियो बनाउँदैछु, लुकेर भिडियो बनाउँदैछु। किनभने यो गिफ्ट देख्यो भने सरप्राइज रहँदैन नि त। अनि जस मेरो स्कुटी के कस्तो छ त्यो त म हजुरहरूलाई भोलि देखाउँछु नै होइन। र त्यो स्कुटी भन्दा पनि इम्पोर्टेन्ट चाहिँ मेरो बुढीको, मेरो वाइफको बर्थडे हो। अनि बर्थडेको यो स्पेसल सरप्राइज गिफ्ट छ नि, गिफ्ट चाहिँ भरे बेलुका 12 बजी चाहिँ टक्कै निदाको बेलामा उठाएर चाहिँ उसलाई दिने हो है। र अहिले चाहिँ सरप्राइज त्यही कारण चाहिँ म लुकाएर हेरेर भिडियो बनाइरहेको छु गाइस। अनि वाइफहरू चाहिँ सबैभित्र उता नानीलाई खाना खुवाउँदैछ। सो सी यू गाइस। यो चाहिँ टक्कै लुकाएर राख्नुपर्छ, अहिले देख्यो भने फेरि सरप्राइज त खत्तम हुन्छ। यो पनि दिन्छु, उसलाई थाहा छ यो लिएको त, उसलाई थाहा छ स्कुटी लिएको भनेर थाहा छ। किनभने घर सल्लाह गर्नु पऱ्यो नि त, सल्लाह गरेरै केही कुरा सानो कुरा किन्दाखेरि त सल्लाह गरेर किन्नुपर्छ। भनेपछि यो त एकदम हाम्रो लागि ठुलो कुरा हो, ठुलो उपलब्धि हो होइन। अनि आफ्नै मेहनतले होइन, आफ्नै पसिनाको कमाइले एउटा केही कुरा किन्नु भनेको त एकदम ठुलो नै उपलब्धि हो हाम्रो लागि। हजुरको लागि त सानै होला होइन, तर एउटा स्कुटी लिनु भनेको चाहिँ हाम्रो लागि चाहिँ ठुलो कुरा हो। अन्त त्यही कारण चाहिँ यो त थाहा छ सल्लाह गरेरै लिएको। अनि तर यो जुन चाहिँ छ नि, यो जुन चाहिँ छ यो यसमा चाहिँ के छ, यो हजुरहरूलाई पनि सरप्राइजै रहन्छ है त गाइस। भरे बेलुका मलाई त थाहा छ के छ यसमा होइन, अनि जे पनि हुनसक्छ। अनि हजुरहरूलाई पनि यो सरप्राइज चाहिँ भरे मात्रै खुलाउँछ है त गाइस। बेलुकाको मौसम छ होइन, यहाँ मजाले फुलहरू फुलिरहेको छ, अन्धकार भइसकेको छ, अन्धकार। के गाइस, हामी चाहिँ होइन खानासाना खाएर सुतिरहेको छौँ। अनि ग्यालमा चाहिँ पानी पिउँदैछ। अनि यहाँनिर हाम्रो स्पेसल पर्सन कोही हो आध्या त, आध्या सुताउनु भनेको कोही कोक्रोमा हाल्दा पनि सुत्दैन, भुइँमा राख्दा पनि सुत्दैन, नसुतेर हेरिरहेको छ। अन्त ग्याल्नु तिम्रो लागि स्कुटी ल्याइदिएको कस्तो लाग्यो? बर्थडे गिफ्ट हो नि त्यो चाहिँ फेरि। अन्त ग्याल्नु बर्थडे गिफ्ट कस्तो लाग्यो त्यो स्कुटी? कुदाउने त मैले नै हो, तर पनि तिम्रो लागि भनेर तिमीले सिकेर बिस्तारै कुदाउनु नि। राम्रै छ, अरू त केही दिनु सकिएन अब होइन। भरे बेलुका उठेर ह्याप्पी बर्थडे चाहिँ भन्छु नि त है आद्या। मुमालाई ह्याप्पी बर्थडे मुमा भन्नुपर्छ ल। ल भरे उठ्नुपर्छ, सुताउन नानीलाई पनि। के एक्सपेक्टेसन केही थियो, केही दिन्छ जस्तो लागेको थियो? तिमीलाई थाहा छ नि त तिम्रो हस्बेन्डको कन्डिसन होइन।
सिकेको कुदाको पहिला कहाँ कुदा नानी झार्छ त्यो त अब सिक्दाखेरि ग्राउन्डमा सिक्नुपर्छ यतातिर त लडिजान्छ यो बच्नु रोकेको मात्रै गर्नु त्यहाँबाट त त्यहाँ उयो बेकार पनि हुन्छ त्यसपछि चार्ज लगाइहाल्यो मात्रै नभए चाहिँ अब हेलो गाइज गुड आफ्टरनुन हजुरलाई फेरि पनि स्वागत छ अनि हिजोको भिडियोलाई म कन्टिन्यू गर्न चाहेँ है आज चाहिँ मेरो वाइफको बर्थडे अनि बर्थडेमा वाइफलाई मैले यो स्कुटी त गिफ्ट गरेको नै छु होइन तर त्यो ज्यादा त मैले नै चलाउनुपर्छ होइन तर पनि उसको बर्थडेमा भनेर मैले उसलाई एउटा सानो सरप्राइज त हिजो हजुरलाई देखाएको छु तर आज मैले बिहान दिइनँ होइन उसको बर्थडे विस मात्रै गरेँ र आज चाहिँ म उसलाई सानो सरप्राइज दिनेछु है त गाइज होइन आज चाहिँ गेल्मुको बर्थडेको खुसियालीमा चाहिँ सबैजना मिलेर मोमो खाऊँ भन्यो नि त होइन अन्त मैले पनि हुन्छ भनेर बजारबाट ट्याक्कै किमा लिएर आएँ चिकनको अनि गेल्मुले खाएँ मजाले प्याज काटेर किमा सिमा बनाएर मक्टुमा तेल सिल लगाएर मजाले बेलेर होइन मजाले डल्लो डल्लो बेलेर चाहिँ मजाले आमा म गेल्मु भएर चाहिँ एकदम दामी चिकनको मोमो बनायौँ अनि मोमो बनाएर चाहिँ ट्याक्कै होइन अचार चाहिँ हामीले के को बनायौँ भने टमाटर र खोर्सानीको बनायौँ अनि त्यहाँबाट चाहिँ मजाले मोमो तातो 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 पाकिसकेपछि चाहिँ मजाले सबैजनालाई भाग लगाएर चाहिँ मजाले बसेर आज गेल्मुको बर्थडे मोमो खाएर मनाइयो हेलो हो हो Happy birthday. Happy birthday. खुसी पनि हुँदैन त Happy birthday, happy birthday, happy birthday. यो के होला गेस गर न आइफोन 16 पनि त भन्न सक्यौ हेर न खोला न खुसी लाग्यो के छ होला यसमा लड्डुको हुनाले त्यस्तो चिप त छैन नि त त्यस्तो सस्तो छैन अलिक महँगै छ अन्त बर्थडेमा केक सेक त काट्नु पाएन अर्को पालितिर चाहिँ काट्नु पर्ला यसमा के छ अनबक्सिङ गरिदिउँ मै गर्छ कहिले के होला खोला न छिटो म खोलिदिन्छु नि त
देखाइदिउँ न हामी युट्युब फ्रेन्डहरूलाई पनि स्मार्ट वाच Let's check the price also. Price हेर न प्राइस लड्डुभन्दा त महँगो छ हौ प्राइस देखाउनु पऱ्यो नि त प्राइस तिमीले मलाई कस्तो चिप सोचेको 8,999 त के भनेको तिमीले M7 Pro खोला न सबै म खोलिदिन्छु ल अब तिमीलाई वाच भनेको त थाहा भयो होइन कति होला प्याकिङ पनि सिलिकोन कस्तो जाने कभर पनि चार्जिङ केबल रहेछ चार्जिङ केबल गाडीको फिता के युजर म्यानुअलहरू यहाँ चाहिँदैन त्यसला खोला न स्विच अफ रहेछ भोलि लगाऊ भोलि म चार्ज गरिदिन्छु नि त अन्त ल्याउँदा चार्ज गरिदिन्छु अहिले पो थ्याङ्क यू भोलि भन्नु नि देख चार्ज गरिदिन्छु ओके गाइस गिफ्टको चक्करमा आध्या पनि उठ्यो आध्याहरू आध्या पनि उठ्यो गिफ्टको चक्करमा अब सुत्दाखेरि चाहिँ अब 10-12 बज्छ अनि यो चार्ज गरेर यो केही थिएन गाइस सानो गिफ्ट थियो है स्मार्ट वाच गिफ्ट भनेको सानो ठुलो हुँदैन होइन अनि ओके गाइस यति नै थियो होइन हाम्रो गेल्मुको मेरो वाइफ मेरो अर्धाङ्गिनी गेल्मुको बर्थडे स्पेसल चाहिँ यति नै थियो है यो स्पेसल भ्लग हजुरहरूलाई कस्तो लाग्यो होइन यदि अलिकति पनि मन पऱ्यो भने लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस् होला है त गाइस यति चार्ज गर्नु ल चार्ज गरेर देखाउने चार्ज गरेर देखाउँछ अरे हल्का लास्टमा सानो पार्ट चाहिँ हातमा लगाएको सिन पनि देखाउँछु नि त गाइस ओके यति भन्दै म चाहिँ हजुरबाट बिदा हुन चाहे है त गाइस ओके सी यू इन अनदर भ्लग सुँदो रहेछ सुँदो रहेछ थ्याङ्क यू त भन न